हामी चाहिँ अहिले छेपेडार आइपुग्न लाग्यो हामी चाहिँ के भन्नु जानु त गइमा पुरानो यो पछाडि चाहिँ मेरो ट्याक्सी है ल हामी चाहिँ अब सिरान डाँडा जाँदैछु है उका के अरे सुरुजोडियाको ठाउँ नि यार तपाईँहरूलाई मैले ठाउँको नामहरू चाहिँ बुझाउन सकेन चाहिँ भने यहाँ भिडियोमा देखाइदिन्छु यसो सबैजनाले हेरिदिनु होला यहाँ चाहिँ होइन यो मानेमा चाहिँ होइन आफूले जे मागिन्छ त्यही पाइन्छ अरे त्यही भनेको थियो सुनेको थिएँ मैले अगाडि हाम्रो दाइहरू मागेर गइसक्नु भएको छ हो ल एकछिन चाहिँ हाम्रो पालो आउँछ यो चाहिँ मामाको छोरा होइन यो चाहिँ डन हो सिरान डाँडातिर चाहिँ यो तर यो चाहिँ कुकुरे यो चाहिँ गुनहुरेल हो मलाई पनि थाहा छैन है हेर्नु सक्नुहुन्छ तपाईँहरूले ल हेर्नु सक्नुहुन्छ हिमाल चाहिँ भोपाल देखिन्छ है भोपाल तपाईँहरू पनि टाइम फ्री भयो भने यहाँ घुमेर जानुहोस् आउनुहोस् सिरान डाँडामा चाहिँ त्यो एकदमै राम्रो रहेछ बाटो पनि सर्लक्क पारेको रहेछ है हाम्रो गाउँघरमा भए बाटो चाहिँ त्यस्तो हुन्थेन जोस् मलाई एकदम बाटो चाहिँ एकदम दामी लाग्यो दामी के भन्नु जानुहुन्छ ल च्याङ्स सम्धी र म चाहिँ एकदमै रमाइलो हुँदैछ सम्धी सिरान डाँडामा कस्तो लागिरहेछ ल भन्ने त यहाँ कपाल रङ लाग्यो लाज जानु हो कि मैले यार हो तर जाडो चाहिँ एकदम मेरो कान चाहिँ होइन अघि आउने बेलामा चाहिँ गोर्खामा हुँदा चाहिँ एकदम तातो भएर गर्मी पनि भएको थियो मैले एउटा केटी पठाएर अनि म चाहिँ होइन यहाँ आइपुग्दा चाहिँ जोस् एकदमै चिसो झन् जति माथि आयो डाँडा 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 यार कस्तो अचम्म रहेछ कि ठाउँ त यार ल हेर्नु तपाईँहरूले यस्तो हिमाल चाहिँ कहिल्यै नछोड्नुहोस् जिन्दगीमा मरिलानु के छ है 2 दिनको जिन्दगीमा घुम्न आउनुहोस् ल यहाँ चाहिँ यत्तिकै बन्द रहेछ आज चाहिँ किन हो त्यो चाहिँ थाहा हिमालको नाम चाहिँ के हो मलाई पनि थाहा चाहिँ छैन है
जोस् दुईजना एउटा बाइकमा थियो है बाइक चाहिँ तल छोडेर हामी चाहिँ माथितिर चौतारतिर आएको है के गर्ने अब तपाईँलाई यस्तो ठाउँहरू देखाइदिन्छु सर ल कृपया जताभावी फोहोर नगरिदिनु होला यो पालना गर्नु पऱ्यो है यहाँ आउने जतिले चाहिँ पालना गरेन भने जङ्गे मामाले कारबाही गर्छ फेरि ओ धनु दाइ के भन्न जानुहुन्छ चिल जिल हामी चाहिँ हिलमा जाँदैछ होइन यो 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 बिरुवाको बिरुवा के भन्छ यो के हो यो बोटको नाम सल्लाह उति सल्लाहहरू होला ए ल तपाईँलाई नगर्नुहोस् है धेरै हल्ला ल हाम्रो यो चाहिँ सोम हेर हामी अहिले कता जाँदैछौँ रे हामी हजुर सिरन डाँडा ल सिरान डाँडा अहिले चाहिँ हामी सिरान डाँडा त्यहाँ सिरानी नै सिरानी होला पक्कै पनि है हामी चाहिँ अब हेर्नलाई जाँदैछौँ है फर्स्ट टाइम हो म चाहिँ जस एउटा दाजु चाहिँ एउटा चाहिँ अगाडि गइसक्यो है यता पनि पानी चाहिँ त्यो हाम्रोतिर पनि यस्तो हुनु पऱ्यो क्या यस्तो ल है पानी ए सिरान डाँडाको पानी त बबाल ल दामी यार हो एकदम चिसो रहेछ ठिक छ ए बबाल धनु दाइ हेर्नु त ओए बबाल ओए बबाल ल सम्झी पनि हात धो त ओ हो हो कति तातो मामा ल खाना जस यहाँ चाहिँ ठाउँ चाहिँ एकदमै फ्रेस हुने ठाउँ रहेछ है ल हेर्नुहोस् अनि जानुहोस् यसरी चाहिँ खाएर यसरी बोतलहरू खाएर जताभावी नफाल्नुहोस् है अब यहाँ पनि यस्तो रहेछ हेर्नुहोस् यस्तो खाएर जहाँ पाए त्यही नफाल्नुहोस् डस्टबिनमा हाल्नुहोस् खाएपछि है ओहो हिमाल त वाह पुरै वाह तिमीलाई देखेर हिमालय हाँसेको मुनालो नाचेको हो त्यो गीत याद आउँछ यार एउटा कविता भन्दिउँ नि त हिमाल भरि लालीपुरा सबै भरि भरि कुन चाहिँ आमाले जति होला यति राम्री छोरी बाबा कविता है गाइजहरू अब हाम्रो पछाडि सम्झेको पछाडि ओ भयो गुम्बा पनि आइपुग्यो हामी चाहिँ गाइजहरू सर पैसा पैसा कति रहेछ 2000 3000 ल है म के भन्नु एउटा कुरा म के भन्छु भने होइन यो म यो यहाँ राखेर होइन पैसा चाहिँ अब त्यतिकै कुहिनु भन्दा अब चाहिँ ल गाइज जङ्गे मामाले अब तल खाजा खान लाग्छ है 4 5 ल कति रहेछ सम्झि 5000 जति मैले लिएर आयो है ल कति 50 रुपियाँ रहेछ है मैले टोटल यहाँ हालेको है गाइज अब चाहिँ के गर्ने फेरि घुम्नुपर्छ ल अरूले यहाँ राखेर रहेछ हामीले चाहिँ टिपेर लगिदियो आमामा यो चाहिँ भट चाहिँ हेर्न सक्नु पानीले हाल्न लाग्यो हामीलाई चाहिँ ल अजिरकोट डाँडा देखिनेछ सबैजना यो ठाउँ चाहिँ अलिकति भाइरल छ है जोस् होइन यो ठाउँ चाहिँ मैले चाहिँ टिभीमा मात्रै देखेको थिएँ होइन ल आज चाहिँ फाइनली जङ्गे मामाको पनि इच्छा पुरा हुँदैछ यहाँ गेटभित्र छिर्दैछु है भित्र छिर्दै सम्झिरहेछ
यतिखेर फेरि यता हाम्रो सोल्टिनहरू टिकटक बनाउँदै रहेछ हौ। रहेछ हौ देखिने त सबैजना होइन अब यहाँ लालीगुराँस भन्ने यही हो। त्यतिखेर चाहिँ केटा नाच्थ्यो रमाइलो रहेछ हौ ठाउँ त। नमस्ते तपाईँहरूलाई पनि। तपाईँ यहीँको लोकल हो? ल यता चाहिँ पुरा नाचेको पनि सानो एउटा भिडियो निकाल्दैछु। सानो चाहिँ गाइज यतिखेर हाम्रो सोल्टी चाहिँ लालीगुराँसको बोटमा चढ्न लागेको छ है, हेर्नु होला गाइज। त्योभन्दा पुगिसक्यो हाम्रो सम्ती राजा। यतिखेर लालीगुराँस टिप्न लागेको छ। मान्छे नदेखिने रहेछ हौ केटा, मान्छे नदेखिने रहेछ भन्ने अवस्थामा भएको छ है। गाइज जङ्के मामा चाहिँ लालीगुराँस टिप्दैछ है। हल्ला केटा लालीगुराँस नभेट्ने अवस्थामा भएको छ जङ्के मामा चाहिँ। जङ्के मामा बजेटको डाँडाको अलिअलि लालीगुराँस चल्दैछ। यो यसरी चाहिँ किन राख्या अलिकति मलाई पनि थाहा भएन सम्झे। यसको जानकारी कसैलाई थाहा छ भने जङ्गे मामालाई यसो भन्नु है, यो यसरी किन राख्या थाहा भएन। यतानि रहेछ है, यतानि भोगाल रहेछ। त्यो चाहिँ कि त्यो लब्बरहरूले राख्या कि सम्झे है, मलाई त्यो चाहिँ थाहा छैन। यसो देखाइदिनु। ओ नमस्ते। ढोक्थी आउने नआउने भए म जान्छु। ल अब चाहिँ लगभग हाम्रो घुमघाम चाहिँ अब सकिन लाग्यो। अब चाहिँ एउटा दुइटा फोटोहरू सुट गर्ने नै छौँ हामी। ल सम्झि अलिकति आउँछ। जङ्गे मामा अलिकति नयाँ कसैलाई होइन दिमाग खराब हुन्छ भने अजितकोटको डाँडामा आएर मन्दिरमा एकदम दिमाग फ्रेस गर्न सकिन्छ है। जङ्गे मामा फोटो खिच्दै बल हो। ल जस यसरी राख्नु पर्छ नि है। टक्क हजुर मलाई नै थाहा छैन, म त झन् यतिकै राखेको हो भिडियोमा मात्रै। अब के अरे अजितको डाँडा पनि हामी घुम्न भ्याइसक्यौँ। अब चाहिँ हामी लगभग अब चाहिँ हामी घरतिर फर्किने बेला पनि भइसक्यो। अब एकैछिनमा चाहिँ पानी पर्न नि सक्छ यहाँ। त्यही भएर अब चाहिँ मेरो भिडियो चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु। अब अर्को भिडियोमा जङ्गे मामासँग फेरि पनि भेटौँ ल। ओके बाई बाई सबैलाई।